यो चाहिँ खाजा खाने गरी हामीले चाहिँ गेम खेल्न लागिरहेको छौं। तो अब यार शुरू करते हैं बिना किसी बकचोदी के। पानी लिएर आउँछु है पहिला खोर्सानी हाल्दिने भने चाहिँ के भने चाहिँ खत्म यहाँ राखेछु क्यामेरा मिलाएर उस गर्नुपर्ने खोल्दा के गर्दैछ देखा आपने लापरवाही का नतीजा है। मिलाउँदै छु कस्तो मजा हैन एकदम ईमानदार भएर खेलिरहेको छ है। ईमानदार त यो को म त झन् केही गरेकै छैन आज त भयो भन्दा फेरि मेरो चटपटे यस्तै हो। त्यस्तो बोल्दाखेरि त यस्तै हो भन्दाखेरि त आँखाले हेरिरहेको जस्तो डर लाग्दो रहेछ। अनि बनाएको याद छ नि त यो तैँले हो त्यो मोल्ने अहिले त म खोर्सानी खान सक्दिनँ तैँले आज होइन चटपटे नि तैँले पस्काएको अहिले करेन नि तैँले पस्काएको मलाई तिम्रो नियत माथि शङ्का छ। के पस्काउँदा चाहिँ त्यो टिस्यु तैँले बनाएको नि त अघि टिस्यु कहाँ गयो क्या मैले खोल्दा हुन्छ पो एकछिन खाइसक्यो त नि आँखा थोरै हाँसु तेरो नि देखायो पसिना आउने रहेछ है। होइन मेरो त आँसै आएको खोर्सानीले त्यही भएर मैले के हालिस् भन् त के हालेर मलाई यहाँनिर म माथि चाहिँ यति ठुलो अन्याय भएको रहेछ म कहाँ गएर बोल्नु पर्ने हो के गर्नु पर्ने। हेलो नमस्ते सेवा आज चाहिँ होली स्पेसल हो अनि हामी चाहिँ बाहिर खेल्न नगइकन खाजा टाइममा चाहिँ हामीले आकृतिको आइडिया यो चाहिँ के रे यो गेमको नाम भन न। खै थाहा छैन मलाई यस्तो आँखा छोप्ने अनि खाने आँखा छोप्नै खाने अनि यो चाहिँ खाजा खाने गरी हामीले चाहिँ गेम खेल्न लागिरहेको छौँ। सो हजुरहरूले इन्जोय गर्नुहुन्छ होला कसरी यसरी छोप्ने होइन यसरी छोप्ने अनि खाइदिने है अनि आँखा खोल्न नपाइने यो खान सकेसम्म। तिमीले छोप्यौ ए छोपिहालेको पानी लिएर आउँछु है पहिला मैले चाहिँ खोर्सानी हाल्दिने भने चाहिँ यहाँ राखेछु कहानी टुइसे पानी यहाँ छ पानी आइसक्यो अब है मास्क लगाउँ है लगाऊँ है 3 2 1 गो सँगै लगाऊँ अनि सँगै खाऊँ है। अनि यो चाहिँ जित्ने भन्ने चाहिँ हुन्छ कि हुँदैन जित्ने भन्ने कसले अगाडि खाइदिइसक्छ त्यही हो त्यही जित्नेलाई चाहिँ के छ नि जित्नेलाई अब तिमीले लायो कि लाएन लगाइसक्यो अब यो त के देख्दैन अनि कसरी खान्छ चाउँदै खाने नि त नि ल 3 2 1 गो मैले खाएँ ओइ म त चम्चै भेटेको छैन त ल अच्छा मेरो चम्चा तँले हालिदिनुहोस् ए यहाँ रहेछ मजाले हालेको कसरी हालिदिनु आँखा छोपेर कस्तो तैँले खोलिस् कि क्या कस्तो कुरा गर्छ यसले खोले जस्तो छ खोल्न पाइँदैन नि त नि कहाँ जाने गेम म त फेरि यति अनुशासन मेरो मुखसम्म तिमीहरू म चाहिँ अनुशासन छु कि त्यो चाहिँ कुनै बरै या हेर्दा नै थाहा हुन्छ क्या कसले खोल्यो कसले चाहिँ गर्यो के खायो तैँले यो मिठै पकाएछस् म चाहिँ आज काममा थाकेर झन्डै स्ट्रेचरबाट ल्याउनु पर्यो थियो अनि करेन चाहिँ मैले बनाएको
चटपटी चाहिँ सविताले के काटेको तिमीले होइन पहिले मेरो थियो क्या आखिरतिर मसँगै मुखबाङ बनाउनु पर्छ भने तैँले त तल नाकबाट खोल्दैछस् क्या यहाँनिर होइन यहाँ केही देखेको छैन मैले कस्तो यो त नदेखेको नि कस्तै खाइहालिँदो रहेछ तल मुखसम्म जान्छ होइन अनि खोल्दैछ कि क्या अहिले हेर्दैछ होला पानी खाँदैछु म्याम यो मेरो है होला नि त यो चाहिँ पोखिने मन खाएर खान्छ यो त ओर्से छ यार के हो चटपटी अनि बनायो अनि यो क्यामेराहरू मिलाउँदा गाह्रो छ पहिला चाहिँ त्यो क्यामेरा मिलाएर उस गर्नुपर्ने खोल्दा के गर्दैछ मिलाउँदैछु कस्तो यसो गरेर यहाँ खानु पर्ने रहेछ नि त अघि आइडिया पुगेन म त माक्स पो खाइरहेको छु मैले त अघि नै खानुभन्दा अगाडि नै मिलाएको घाँटीमा अड्केर आजको भिडियो हेरेर विनर चाहिँ हुन्छ नि फेरि मार्क्स कसैले खोलिहाल्यो भने त्यो भिडियो खोल्यो अगाडि खाइसके पनि है कस्तो खोल्नु मन लाग्ने रहेछ है अब कस्तो के लाग्ने रहेछ यो त मेरो चाउचाउ त बढ्यो कि क्या यस्तो हावाको लाग्नु गऱ्यो मेरो चाहिँ जस्तो छ भयो यता ल्यायो कि मजा होइन एकदम इमान्दार भएर खेलिरहेको छ है इमान्दार त यो को म त झन् केही गरेकै छैन आज त भयो भन्दा फेरि कस्तो तिमीले आज मैले एकचोटि मास्क लगाएर कहिले छुनै परिरहेको छैन तिमीले छोक्को छोकै गरिरहेको कसरी छ मैले थाहा पाइरहेको नो डाउट कस्तो पिरो भइरहेछ त त्यही भएर पानीसँग चटपटी चाहिँ खानु पर्यो काजु बेरी जान्छ त्यहाँ पनि खाँदै पनि साँच्चै नि हामीले भन्दै दिन्छु नि के चपाती चाहिँ एउटा चाहिँ अलिक थोरै छ होइन एउटा अलिक बढी छ यो प्लेट सानो छ त्यो प्लेट अलिक ठुलो छ बराबरी गर्नलाई चटपटी त्यो बागा पनि छ होममेड चटपटी यस्तै हो त्यस्तो बोल्दाखेरि त यस्तै हो भन्दाखेरि त आँखाले हेरिरहेको जस्तो डर लाग्दो रहेछ अघि बनाएको याद छ नि त यो आँखाले मार्क्सले यो ब्लाइन्ड फोल्डेड के भन्छ होइन यो गेम यो खेल्दाखेरि त पहिला हाम्रो पहिलाको बाल्यकाल याद आउँदो रहेछ क्या त्यो बजोरकोमा जाँदा आगो त्यो बत्ती थिएन नि त है आगो निप्दाखेरि यसरी खाना खानु पर्थ्यो क्या हाम्रो पनि त्यस्तै थियो सोलार थियो कहिले काहीँ जान्थ्यो है खाना खाँदा खाँदै घाम नलागेको बेला जान्थ्यो क्या सालमा है चार्ज नहुँदा बजोरकोमा त बिचरा त्यो गोबर ग्यास भन्ने त्यो ढकलाइट के हो त्यो त्यो नि ब्याट्री सकेर टोकेर बाल्दाको कहिले झ्याप्पै कहिले त जुनकेरी जति बोलिरहन्थ्यो अनि त्यो टाउको यता रोता बटार्दा है बिग्रिन्थ्यो नि त्यो तार उसको त्यो ठ्याक्कै
उसमा टाउकोनिर त्यो चाउचा चाहिँ होइन खाइहाल्दा एउटै ट्यान्ड्रो चाहिँ हुनु भएन। तैँले आँखा खोलिस् लाग्दै यहाँ आँखा खोलिस् त्यो मसला एक ठाउँमा पुगो परेछ कि कहाँनिर कस्तो नमिठो भयो। तैँले हो त्यो मोल्ने। नमिठो है त्यो सागको उसमा परेछ क्या पातमा। तिमीले किन खोल्छ धेरै गरिराख्नु? कस्तो आज त पिरो भइरहेछ मेरो लागि। तैँले के हाल्दै कि क्या चटपटेमा पिरो। अगायो मन अगाल कसले धेरै खाने। कसले छिटो खाइसक्ने पनि हो कि त्यही कसले धेरै खाने मैले भनेछु क्या छिटो खाने। कहिले खाइसकिस् कि टन्नै छ। अहिले त म खोर्सानी खान सक्दिनँ त्यसै। मैले खोर्सानी कम गरेको छु नि चटपटी छ हो ग्यास्ट्रिक। यो त कहाँ पो रहेछ पानी खाएको नि म त मैले एक ग्लास पनि पानी खाँदैन। एकदम पिरो छ नि। तैँले आज होइन चटपटे पनि तैँले पस्काएको अहिले कोरियन नि तैँले पस्काएको। मलाई तिम्रो नियत माथि शङ्का छ। के पस्काउँदा चाहिँ त्यो टिस्यु तैँले बनाएको नि त अघि टिस्यु कहाँ पस्काउँदाखेरि त्यो आलुसँग खाएको तैँले उसालिदिस् होला क्या। मुख गरी दौडालाई टिस्यु पनि यसले राखिनु। तैँले कहाँ पुऱ्याइस् अघि त्यहाँ छ। कहिले कहाँ बलिमा चाहिँ मैले मारिदिन्छु फेरि छैन क्या म मैले खोला कि त्यहाँ भिडियो हेर्दा थाहा हुन्छ। सक्यो कि सकेन पनि तैँले यो गेडागुडी चाहिँ बढी म कहीँ हालिदिस् है। मसँग नि कति धेरै छ त केमा आयो तरकारीमा होइन अनि उसमा करेन्ट रुगा लागिरहेको गान आइरहेछ। ए मेरो त सबै छैन त्यो एउटा तेन्द्रो नि बाँकी रहनु भएन। ओ टन्नै छ कि क्या हो हजुर त्यहीले खाइदिन्छु। मैले अघि सक्यो के गर्छु नआए के गर्नु ओ मेरो त सक्यो मैले जितेँ। के छ त्यो खाने कुरा पानी नि खाइसक्ने। के खायो
गयो क्या मैले खोल्दा हुन्छ पो एकछिन खाइसक्यो त नि मेरो आँखाभरि आँसु खाइसके त्यसले मगाए पुग्यो मलाई त चटपटेले नै हो ए के अरे करेलले नै अब हाल्यो नि ए आँखाभरि आँसु तेरो नि देखायो आँसु पसिना आउने रहेछ है होइन मेरो त आँसै आएको खोर्सानीले त्यही भएर मैले भनिरहेको गेम चाहिँ त्यसले जित्यो जित्नेको चाहिँ केही छैन अब होइन होइन छ मुख बढी कस्तो नराम्रो देखियो होला तैँले के हालिस् भन् त के हालेर मलाई यहाँनिर कस्तो आँसु आएको कि के आएको झन् पिरो भयो झन् खायो पिरै खान सकिँदैन मैले चाहिँ सघाएँ फर्स्टमा है ल साथी हो म माथि चाहिँ यति ठुलो अन्याय भएको रहेछ म कहाँ गएर बोल्नु पर्ने हो के गर्नु पर्ने मलाई चाहिँ रुगा चाहिँ लागिरहेको थियो होइन अनि यति पिरो करेन्ट खान्छु त्यस्तै पिरो त्यो के भन्छ चटपटे खान्छु त्यस्तै पिरो ठ्याक्कै कोइन्सिडेन्स पनि भएछ क्या म पानी लिन जाने अनि यसले मेरो यति धेरै खोर्सानी हालिदिएछ अनि कसरी यत्रो पिरो करेन्ट म सधैँ खाएर यस्तो ज्याली खेल्न अब म साँच्चीकै बिरामी हुन्छु अलिअलि करेन्ट बनाउँदा मैले काटेर अनि पानीमा भिजाएको अनि त्यो पिरो हुन्छ नि त नि भिजाएर राखेँ यसले त फुल आइडिया म चाहिँ थाकेर सुतिरहेको थिएँ यसलाई गर्न लाग्यो फुल के खेल्ने कि अनि यस्तो मार्क्सभित्र त मेरो आँसु पनि आउँछ पसिना पनि यसो ज्याली गर्न पाइन्छ भगवान कसम यो केहीमा पनि नजित्दा पाप लागेर तिमीले हारेको क्या खासमा क्या सो साथी हो थ्याङ्क यू सो मच मेरो चाहिँ पेटमा फाइट भइरहेको छ विश्व वार चलिरहेको छ जे होस् मेरो के भन्ने मेरो प्लानमा म सक्सेस भयो तर धेरै फुर्किनु पर्दैन दिन सबैको आएगा पृथ्वी गोल छ गोल सबैको दिन आउँछ बुझी अलि धेरै हाल्नु पर्ने यति गर्दा पनि तैँले मलाई जितिनस् सो थ्याङ्क यू सो मच गाइज फर टुडे हामीले चाहिँ खाएर भिडियो पनि एकचोटि हेरेर ज्याली भएको कुरा पनि हेरेर चाहिँ म यहाँ बोल्न आएको हो थ्याङ्क यू सो मच फर वाचिङ डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई See you next video.